4 and 8 नै प्रब्लम दिने हो कि राहु एन्ड शनिले नै दुःख दिने भनेपछि चिज। जन्म मिति क्याल्कुलेट गर्दा यदि 4 मिसिङ छ भने अरू तरिकाले चाहिँ 4 आर्जन गर्नु सक्नुहुन्छ, तर त्यो नामको स्पेलिङ चेन्ज गरेर चाहिँ 4 लिएर आउँदाखेरि चाहिँ नगर्नु। त्यसले चाहिँ जति बेनिफिट गर्छ भने सोचेको थियौँ त्यो बेनिफिट नगरिकन झन् त्यसले चाहिँ नेगेटिभमा लानु पर्यो। 4 म चाहिँ दर्शकबिनहरूलाई अडियन्सलाई के भन्न चाहन्छु भने नेम स्पेलिङमा चाहिँ कहिले पनि 4 and 8 ल्याउने होइन, नल्याउनु होला। किनभने के हुन्छ यो 8 ले स्ट्रगल स्लो बनाइदिन्छ। 4 ले लाइफ अप्स एन्ड डाउन। ओके, कतिजनाको नाम नेम स्पेलिङ चेक गर्नु होला हजुरहरूले अडियन्समा। अब कतिजनाले यो भिडियो हेरिराख्नु भएको छ होइन, जसको स्पेलिङ क्यालकुलेसन गर्दा 4 आएको छ नि उहाँहरूको लाइफ अप्स एन्ड डाउन हुन्छ, मिजरेबल हुन्छ, ब्रेकअप दिन्छ। गर्लफ्रेन्ड बोयफ्रेन्ड हुन्छ नि ब्रेकअप दिने हो, हस्बेन्ड वाइफ हुन्छ नि डाइभोर्स पनि दिने हो। सो मेनी कोर्ट केसेस, लट अफ प्रब्लम। सो वी हेभ टु अभोइड दिस। यो नम्बर्सहरु चाहिँ अभोइड Avoid, गर्नु। please. त्यसपछि अर्को उहाँको के छ? अब उहाँको आयो 4, त्यही भएर म चाहिँ उहाँलाई के भन्न चाहन्छु भने तपाईँले आफ्नो नेमको स्पेलिङ चाहिँ यु हेभ टु करेक्ट। अब सो मिसिङ नम्बर के छ त